ओके गुड आफ्टरनुन क्लास। आज म तपाईँहरूलाई जर्नल इन्ट्री पढाउन जाँदैछु। जर्नल इन्ट्री तिमीलाई त्योभन्दा अगाडि चाहिँ सबभन्दा पहिला म तिमीलाई फर्मेट देखाउँछु, जर्नल इन्ट्रीको फर्मेट कस्तो हुन्छ भनेर हैन। सो सुरुमा लेख्नु पर्यो हामीले हैन जर्नल इन्ट्री है। ओके सो जर्नल इन्ट्रीको फर्मेट कस्तो हुन्छ तिमीलाई थाहा छ। सुरुमा हामीले के गर्नुपर्छ, डेट लेख्नुपर्छ, त्यसपछि आएर पर्टिकुलर्स हैन, त्यसपछि आएर हाम्रो एलएफ हैन। एलएफ को मिनिङ चाहिँ लेजर फोलियो। त्यसपछि आएर हाम्रो आउँछ डेबिट, डेबिटको अमाउन्ट र क्रेडिट गरेर क्रेडिटको अमाउन्ट लेखेर चाहिँ हामीले के गर्छ भन्दाखेरि जर्नलको चाहिँ फर्मेट बनाउने गर्छौं। ओके ओके सो यो चाहिँ हाम्रो के भयो, जर्नलको फर्मेट भयो हैन। यसमा तपाईहरुले आफ्नो डेट लेख्नुहुन्छ, पर्टिकुलर्स भनेको जर्नल एन्ट्रीको ट्रान्जेक्सन अथवा तपाईले रेकर्ड गर्नुहुन्छ। लेजर फोलियो तपाईले के गर्नु पर्दैन, यसमा हाम्रो फोलियो नम्बर हुँदैन हैन, प्र्याक्टिस गर्नु पर्दैन हामीले। र त्यही भएर यो लेख्नु परेन, डेबिट र क्रेडिटको अमाउन्ट तिमीले लेखिहाल्छौ, त्यो दिएको हुन्छ। सो अनि जहिले पनि गर्दाखेरि टोटल गर्दाखेरि डेबिट र क्रेडिटको अमाउन्ट जहिले पनि इक्वल आउनुपर्छ, यो तपाईहरुलाई थाहा छँदैछ। यो त भयो हाम्रो जर्नलको फर्मेट। जस्तै जर्नल हामीले सिक्दैखेरि हामीले कतिवटा जर्नल हुन्छ भनेर पढाएको थियौं भन्दा तपाईहरु 3 बोल्दा हुन्छ। 3 के थियो, एउटा के हुन्छ हाम्रो जर्नलमा के छ के अकाउन्टहरु, पर्सनल अकाउन्ट, रियल अकाउन्ट र नोमिनल अकाउन्ट। ओके सो तीनटा हामीले पढ्ने भनेको प्राय जसो भनेको सरी पार्नु, यो त युनिभर्सल हो है। र पर्सनल अकाउन्ट, दोस्रो हामीले पढ्छ रियल अकाउन्ट र तेस्रो पढ्छौं हामीले नोमिनल अकाउन्ट हैन। यसरी गरेर हामीले के गर्छ, तीनटा अकाउन्ट चाहिँ पढ्छौ जहिले पनि। पर्सनल अकाउन्ट तिमीलाई मैले एज अलवेज पर्सनल भन्ने बित्तिकै के हुन्छ भन्दाखेरि यो चाहिँ व्यक्तिगत खाता हो, व्यक्तिगत खाता हो है। अब ओके ल, व्यक्तिगत खाता भनेर भन्छ हैन। अब व्यक्तिगत खाता भनिसकेपछि यसमा चाहिँ के हुन्छ तिमीलाई थाहा छ। व्यक्तिगत भनेपछि यसमा चाहिँ के हुन्छ, पर्सन अथवा अर्गनाइजेसन हैन। पर्सन अथवा अर्गनाइजेसनको कुनै पनि ट्रान्जेक्सन हुन्छ भने, व्यक्तिगत ट्रान्जेक्सन अथवा अर्गनाइजेसन रिलेटेड ट्रान्जेक्सन कुनै पनि हुन्छ भने त्यस्तो केसमा चाहिँ हामीले के गर्छ भन्दाखेरि पर्सनल अकाउन्टमा ल्याएर चाहिँ रेकर्ड गर्नुपर्ने हुन्छ हो। त्यही पढ्या हामीले। र पर्सनल अकाउन्ट्समा हामीले जहिले पनि पढ्दाखेरि चाहिँ के गर्छ भन्दाखेरि पर्सनल अकाउन्टमा त्यो रुल्स अप्लाई गर्नुपर्ने हुन्छ। रुल्स चाहिँ हाम्रो जहिले पनि युनिभर्सल नै हुन्छ, तिमीलाई थाहा छ त्यसो। र रुल्स के हुन्छ अरे भन्दाखेरि पर्सनल अकाउन्टमा जहिले पनि डेबिट द रिसिभर, क्रेडिट द गिभर हैन। भन्नुको मतलब के अरे, डेबिट द रिसिभर एन्ड क्रेडिट द गिभर है। सजिलो छ। व्यक्तिगत अब व्यक्ति र अर्गनाइजेसन भनेको कि त व्यक्तिले पाउँछ कि त व्यक्तिले दिन्छ, कि त अर्गनाइजेसनले पाउँछ कि त अर्गनाइजेसनले दिन्छ। दिने र लिनेमै जाने हो नि त यो हैन। सो व्यक्तिगत खाता भनिसकेपछि तिमीले सिम्पली बुझिहाल्छौ, कि त व्यक्तिले लिन्छ कि त व्यक्तिले दिन्छ, कि त अर्गनाइजेसनले लिन्छ कि त अर्गनाइजेसनले दिन्छ। यस्तो खालको कुनै पनि ट्रान्जेक्सन भयो भने चाहिँ तिमीले के गर्छौ भन्दाखेरि पर्सनल अकाउन्टमा चाहिँ रेकर्ड गर्नुपर्ने हो। जस्तै तपाईहरुले मैले व्यक्तिको नाम भन्नु पर्यो भने कि जस्तै एक्जाम्पल्समा तिमीले हेर्नुभयो भने कस्तो हुन्छ, व्यक्तिको नाम भनेपछि श्याम हैन, राम हरि होला हो। श्याम राम हरि गीता सीता हैन, शुभम हैन, हरिबम जे हुन सक्छ हुन्छ हैन। ओके त्यसरी हुन सक्छ ल। त्यसै गरेर अर्गनाइजेसनको नाम पनि हुन सक्छ हैन। जस्तै तिमीहरुको व्यक्तिहरुको जस्तै कहिलेकाहीँ यहाँ तपाईहरुले बाहिर हेर्ने हो भने अमृत किराना स्टोर हैन, आरके कम्पनी हैन, के भन्छ स्पेसएक्स हैन, कम्पनी हो नि त, त्यो पनि ठुल्ठुलो कम्पनी होला हैन। सो दिज आर द नेम अफ दिस कम्पनीज। यस्तो खालको जुनै व्यक्ति अथवा अर्गनाइजेसनको नामबाट कुनै पनि ट्रान्जेक्सन भइरहेछ भने त्यस्तो खालको ट्रान्जेक्सनलाई चाहिँ हामीले जहिले पनि पर्सनल खातामा चाहिँ रेकर्ड गर्नुपर्ने
हुन्छ। अब त्यसको एउटा सिम्पल एक्जाम्पल हेरौँ है त। जस्तै तपाईहरु मध्येमा एकजनाको नाम छ हाम्रो यहाँ जितेन्द्र, राइट? जितेन्द्र है। अब जितेन्द्रसँग मैले एउटा उसले गरेको एउटा ट्रान्जेक्सन बनाउँछु ल। जस्तै हेरौँ है त। सो पर्चेज गुड्स अफ RS 10,000 फ्रम जितेन्द्र हो, यसरी आइहाल्यो ल। सपोज के यो क्वेसनले के भनेको छ, पर्चेज गुड्स अफ RS 10,000 फ्रम जितेन्द्र भन्नुको मतलब के हो, जितेन्द्रबाट चाहिँ हामीले के गरेको छ, 10,000 बराबरको सामान चाहिँ के गरेको छ, किनेको छ। कसले किनेको हो यो, हामीले है। तपाईलाई मैले सुरुमा पनि भनिसकेको थिएँ पढाउँदाखेरि, यो रिभिजन क्लास भएर पनि फेरि भन्छु, जहिले पनि कुनै पनि ट्रान्जेक्सन हुँदैछ भने त्यो कोबाट भएको भनेर सम्झिनु भनेको छु, आफूबाट हैन। यो आफू हो त होइन, यो जितेन्द्र त अर्को व्यक्ति हो। हामी भनेको के हो त, हामी भनेको त किन्ने मान्छे हो। हामीले चाहिँ जितेन्द्रबाट किनेको, जितेन्द्रले पनि अर्को जितेन्द्रबाट किनेको हैन। सो त्यसरी बुझ्नु पर्यो। सो तिमीलाई मैले बेसिक रुल्स त अर्को भनिसकेको छु, जहिले पनि किनेको चिजलाई हामीले के गर्नुपर्छ, डेबिट गर्नुपर्छ। पर्चेज अलवेज गोज टु डेबिट साइड हो, सिम्पल रुल छ, तिमीलाई यो थाहा छ, तिमीले यतिकै पत्ता लागिहाल्छ। र तपाईहरुले त्यसपछि हेर्नुभयो भने अब यो जितेन्द्रको त गर्दैछ भने पर्सनल अकाउन्टसँग हैन, जहिले पनि अब तिमीहरूले यस्तो कुनै पनि तपाईहरुले ट्रान्जेक्सन दिइराछ भने त बेटर टु फाइन्ड आउट द नेम अफ द कम्पनीज अर द अर्गनाइजेसन हैन। यसमा तपाईले सर हेर्ने हो भने मान्छेको नाम दिएको भेटिन्छ हैन। सुरुमा तिमीले आइडेन्टिफाई गर्नुपर्ने चाहिँ यही नै है। तिमीले जर्नल एन्ट्री बनाउँदाखेरि त्यो कि त क्रेडिटमा ट्रान्जेक्सन भएको हुन सक्छ, कि त क्याशमा ट्रान्जेक्सन भएको हुन सक्छ, अथवा बैंक चेकमा, कि त के हुन्छ रे क्रेडिटमा ट्रान्जेक्सन हुन्छ, कि त चेक अथवा क्याशमा ट्रान्जेक्सन हुन्छ। र तपाईलाई मैले सुरुमै भनिसकेको छ, व्यक्तिको नाम दिएको छ भने जहिले पनि केमा ट्रान्जेक्सन भएको हुन्छ, त्यो क्रेडिटमा। सिम्पल हैन, यो त तिमीहरूले बुझिरह। व्यक्तिको नाम अथवा अर्गनाइजेसनको नाम देख्यो भने त्यो जहिले पनि के हुन्छ, क्रेडिटमा ट्रान्जेक्सन हुन्छ, अन्टिल एन्ड अनलेस त्यो चाहिँ क्याशमा र ब्याङ्कमा नबनेको खण्डमा मात्रै हैन। कहिलेकाहीँ चाहिँ के भन्दा हुन्छ, जस्तै पर्चेज गुड्स अफ RS 10,000 फ्रम जितेन्द्र अन क्याश भनिदिन्छ क्या कहिलेकाहीँ चाहिँ, तर त्यतिखेर चाहिँ के हुँदैन, त्यो क्रेडिटमा ट्रान्जेक्सन भएको होइन, किनकि क्याशमा ट्रान्जेक्सन भएको थियो। अथवा पर्चेज अफ गुड्स RS 10,000 फ्रम जितेन्द्र एन्ड पेड बाई चेक भनेर आउन सक्छ। त्यो भनेको नि के हो, त्यो पनि क्रेडिट ट्रान्जेक्सन होइन, हामीले चेक दिइसकेका छ त्यसमा हो। यस्तो दुईटा कुरा आउन सक्छ हैन, त्यसमा नचुकिने ल। अब जितेन्द्रको कुरा गर्दाखेरि हामीले रुल्स अनुसारले के पत्ता लगाउनु पर्छ, कि त रिसिभर हो कि त गिभर हो। अब यो रिसिभर हो कि गिभर होला त, जितेन्द्र गिभर, किनकि उसले त हामीलाई दिएको हो नि त, हामीले किनेपछि त उसले दिने त हो नि हैन, त्यो त बेसिक कन्सेप्ट हो। सो गिभर हो। सो गिभर भएपछि केमा जाने भयो, सिआरमा ल। हामीले डेबिट पनि पत्ता लागिसक्यो, क्रेडिट पनि पत्ता लागिसक्यो। अब तपाईले के गर्नु पर्यो, ट्रान्जेक्सन बनाउनु पर्यो। पर्चेज, अब पर्चेज गुड्स लेख्ने होइन नि फेरि है, तपाईहरुले कमेन्ट मिस्टेक गरेको देख्नु भएको छ, मैले देखाएको छु मैले हैन। पर्चेज अकाउन्ट डेबिट, पर्चेज गुड्स अकाउन्ट डेबिट लेख्ने होइन नि फेरि, पर्चेज अकाउन्ट डेबिट। अब अलिकति यता साइडमा ल्याएर टु के हुन्छ, जितेन्द्र अकाउन्ट हैन। अमाउन्ट त तिमीलाई दिएको हुन्छ त्यहाँ 10,000 हो। त्यसपछि अरे न्यारेसन इज भेरी कम्पलसरी, बिङ गुड्स पर्चेस्ड फ्रम जितेन्द्र गऱ्यो भने यसरी चाहिँ के भयो, हाम्रो पर्सनल अकाउन्टको ट्रान्जेक्सन सक्यो। बुझ्यो ल हैन। अघि बाँकी रहेको हामी अझै अरू गर्छौँ। अब जसको अब अर्गनाइजेसन भन्ने बित्तिकै चाहिँ यसमा जितेन्द्र कम्पनी थप्यो होला, केही फरक छ त छैन, एकदम सिम्पल छ है। ओके, सो पर्सनलको तपाईहरुले बुझ्नु भइहाल्यो। लेट्स गो टु अथवा लेट्स मुभ टुवर्ड्स रियल अकाउन्ट हो ल। सेकेन्डको छ हाम्रो रियल अकाउन्ट। रियल अकाउन्ट हेरौँ हैन। सो रियल अकाउन्ट चाहिँ अब हेरौँ त, यो रियल अकाउन्ट चाहिँ कस्तो बेला चाहिँ क्रिएट गरिन्छ त भन्दाखेरि चाहिँ तपाईले थाहा पाउनु पर्यो, जहिले पनि यो चाहिँ केसँग सरकार, यो रियल अकाउन्ट चाहिँ केसँग सरकार हुन्छ भन्दाखेरि चाहिँ एसेटसँग। के हो अरे, एसेट भनेको के हो, सम्पत्ति हैन। यस,
एसेट्स भनेको के हो रे सम्पत्ति अब सम्पत्ति के हुन्छ तिमीलाई थाहा छ जस्तै एक्जाम्पल तिमीले सम्पत्तिको एक्जाम्पल्सहरु दिने हो भने हाम्रो सम्पत्ति के हुन सक्छ सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति पैसा हैन क्याश क्याश छ भने छ छैन भने सम्पत्ति छैन हो कि नै हो त्यसपछि आउँछ तपाईहरुको ल्यान्ड एन्ड बिल्डिङ आउला हो कि नै ल्यान्ड एन्ड बिल्डिङ आउला अर्को मेसिनरी आउला स्टेशनरी आउँदैन अनि त्यसपछि आउला तपाईको भेहिकल्सहरु आउला हैन अर्को ल्यान्ड अर्को वर्डमा प्रिमाइसेस पनि भन्छ हैन सो अहिलेलाई छोड्दिम ल तिमीले ल्यान्ड बिल्डिङ मेसिनरी के रे भेहिकल्स एक्सेट्रा हैन अरु गर्दै गरे भने तिमीले अरु पछि बुझिहाल्छ कमनली तपाईहरुलाई केमा भन्छ यो जर्नल एन्ट्रीमा चाहिँ दिने भनेको क्याशको अर्को भनेको एउटा ब्याङ्कको पनि दिइरा हुन्छ कमनली दिने भनेको चाहिँ हैन क्याशको ब्याङ्कको अनि मेसिनरी फर्निचर्स हैन हजुर फर्निचर्स हैन कमनली दिने कुराहरु तिमीलाई जर्नल एन्ट्रीको लागि कमनली दिइरहेका एसेट्सहरु यही नै हुन् यिनीहरुको ट्रान्जेक्सन तिमीलाई बनाएर देखाइरहेको हुन्छ यो सबै के हो रे हाम्रो सम्पत्ति हो अब सम्पत्तिको लागि यसको पनि रुल्स त अप्लाई गर्नु पर्यो त्यतिकै त भाबिरहेर पनि हुँदैन हैन अब रुल्स अप्लाई गर्नुपर्छ त्यो पनि युनिभर्सल रुल्स हो सो रुल्समा जाँदाखेरि हामीले रियल अकाउन्टको रुल्स कहिले जे पनि के हुन्छ रे डेबिट डेबिट क्रेडिट हैन डेबिट व्हाट कम्स इन है भनेको मतलब डेबिट व्हाट कम्स इन क्रेडिट व्हाट गोज आउट तिमीलाई थाहा थियो नि यो रुल्स त हैन स्योर है सो डेबिटमा चाहिँ हामीले के रेकर्ड गर्छ रे भन्दा जुनसुकै सामान हाम्रो कम्पनीमा भित्रिन्छ अथवा हाम्रो बिजनेसमा भित्रिन्छ आउने कुरा हैन आऊ आऊ दुर्गा थापाले भने जस्तै हैन त्यो भनेको सम्पत्ति भित्र ए दुर्गा प्रसाद गरे सरी मेरो मिस्टेक अलिकति पोलिटिकल नलेज कम भएछ मेरो है भन है दुर्गा थापा भनेको मैले केही छैन हाम्रो सिंगरको नाम पनि याद रहेछ मलाई भनौँ है अर्को क्रेडिटमा चाहिँ के गर्छ व्हाट गोज आउट भनेको मतलब हामीले जुनसुकै सामान चाहिँ हाम्रो कम्पनीबाट बाहिर जान्छ हैन जुनसुकै सामान चाहिँ हाम्रो कम्पनीबाट जुनसुकै सम्पत्ति हाम्रो कम्पनीबाट बाहिर जान्छ त्यो सबैलाई चाहिँ के गर्छौं हामीले क्रेडिट गर्छौं सिम्पल आउनेलाई डेबिट गर जानेलाई क्रेडिट गर ल एउटा एक्जाम्पल हेरौं जस्तै हामीले लेखे ओके है सो सिम्पल छ केही पनि हैन त भेहिकल अफ आरएस 1 लाख रुपैयाँ चाहिँ पर्चेज गरे हामीले के किनेको छ भेहिकल किनेको हो हैन भेहिकल अथवा भेहिकल तपाईले कसरी प्रोनाउन्स गर्नुहुन्छ इट डिफर्स कसैले भेहिकल भन्छ कसैले भेहिकल भन्छ हैन फिल कम्फर्ट है तपाईलाई जसरी मन लाग्छ त्यसरी प्रोनाउन्स गर्नु होला ल ओके हामीले चाहिँ के गरेको छ 1 लाख बराबरको चाहिँ गाडी किनेको छ गाडी किनेपछि गाडी जान्छ कि आउँछ आउँछ हैन त्यो एउटा कन्सेप्ट हो अथवा तिमीलाई मैले जहिले भनिसकेको छु अल द पर्चेज आर अलवेज डेबिटेड पर्चेज गरेको कुरालाई जहिले पनि के गर्नुपर्छ डेबिट गर्नुपर्छ पर्चेज गरेपछि आउने त हो नि त्यो त बेसिक कन्सेप्ट हो ह सो के गर्नु पर्यो यो डेबिट भयो हो हो कि नै अब यहाँ त तपाईहरुले एउटा मात्रै देखे अब क्रेडिटमा त के हुन्छ भनेर कन्फ्युज हुन सक्छ पहिले क्रेडिटमा के हुन्छ होला त किन क्याश भेरी गुड है सो के गरेको छ यो भनेको के हो क्याश हो क्याश पनि के हो सम्पत्ति हो कि नै क्याश के हो सम्पत्ति हो है अब यो चाहिँ के भयो तपाईले गाडी किन्दा त पैसा त तिर्नु पर्छ त्यो बाहिर गयो कम्पनीबाट सो यसलाई के गर्नु पर्यो क्रेडिट गर्नु पर्यो भने चाहिँ हामीले डेबिट पनि भेट्यो क्रेडिट पनि भेट्यो सो vehicle account debit to cash account अब अमाउन्ट कति हो 1 लाख रुपैयाँ सरी यसरी चाहिँ के भयो हाम्रो ट्रान्जेक्सन भयो अब न्यारेसन लेख्न सक्नुहुन्छ तपाईहरुले being vehicle purchased अब मात्र लेख्दा पनि हुन्छ अन क्याश भनेर लेख्दा पनि भइहाल्छ है being vehicle purchase मात्र लेख्दा पनि भयो being vehicle purchase on
क्यास भनेर लेख्दा पनि भयो। रियलको पनि बुझियो? ल बुझ्यो ल। ओके, नाउ नोमिनल अकाउन्ट। अगला सो नोमिनल अकाउन्ट चाहिँ हामीसँग केसँग सम्बन्धित छ भन्ने कुरा हुन्छ हैन। जस्तै पर्सनल अकाउन्ट व्यक्ति र अर्गनाइजेसनसँग सम्बन्धित छ। क्या है भाइ, गोदाइ खाने क्या बिचरा। फेरि म फेरि लुङ्गी डान्स भन्छ नि, फेरि यस्तै लुङ्गी डान्स भन्दा त्यो कराते किट हुन्छ नि, यस्तो उठ्यो नचल है। ओके, सो नोमिनल अकाउन्ट भनिहाल्यो। सो पर्सनल अकाउन्ट चाहिँ हामीसँग केसँग सम्बन्धित हुन्छ भन्दाखेरि व्यक्ति अथवा अर्गनाइजेसनसँग सम्बन्धित हुन्छ हो। त्यसै गरेर रियल अकाउन्ट हामीले केसँग हुन्छ भने सम्पत्तिसँग। अब नोमिनल अकाउन्ट चाहिँ केसँग सम्बन्धित हुन्छ भन्दाखेरि खर्च, कमाई, घाटा, नाफा हो। यी कुरासँग चाहिँ हैन, त्यो घाटा नाफा फाइदा बेफाइदा यी कुराहरुसँग चाहिँ हाम्रो नोमिनल अकाउन्टको चाहिँ ट्रान्जेक्सन चाहिँ हुन्छ हो। सो त्यसै कुरा गर्दाखेरि ल जस्तै के हेरौँ है त, अब यसमा पनि रुल्स अप्लाई गरौँ। जस्तै डेबिटमा चाहिँ हामीले के रेकर्ड गर्छ भन्दाखेरि एक्सपेन्सेसहरु हैन, हाम्रो जीवनमा जतिसुकै खर्चहरु हुन्छ त्यो सबै हामीले केमा रेकर्ड गर्छ? डेबिटमा। कहाँ रेकर्ड गर्छ भने एक्सपेन्सेस भन्छ। एक्सपेन्सेस कहाँ रेकर्ड गर्छ? भिडियो बेच्दा त त्यसले गर्ने भयो क्या, चुन्दै नसुने जे पाइदियो भन्छ हैन। कसलाई भनेको मैले? ल ठिक छ ल। डेबिटमा एक्सपेन्सेस एउटा त हुने भयो। एक्सपेन्सेस सँगसँगै हाम्रो कुन पनि हुन्छ अरे? लसेस हो। यी दुईटा कुरालाई चाहिँ हामीले जहिले पनि डेबिटमा रेकर्ड गर्छ। कि त खर्च हुनु पर्यो कि त घाटा हुनु पर्यो, त्यो सबै केमा जान्छ? डेबिटमा जान्छ। त्यसै गरेर क्रेडिटमा के जान्छ भन्दाखेरि यसको ठ्याक्क अपोजिट इन्कम हैन। यी दुईटा चाहिँ केमा जाने भयो? क्रेडिटमा जाने भयो। अब एक्जाम्पल्स के हो त एक्सपेन्सेसको, लसेसको, इन्कमको, गेनको हैन, त्यो पनि हेरौँ ल। जस्तै एउटा सिम्पल एक्जाम्पल तपाईहरुको दिन, अब मेरै एक्जाम्पल दिउँ न त हैन। म यहाँ स्यालेरी खाएर बसिरहेको छु नि त हैन। अब यहाँ स्यालेरी कसले खर्च गरिरहेछ भन्दाखेरि प्रिन्सिपल साले स्कुलको जहिले पनि के भन्छ, पर्सनल अकाउन्ट र बिजनेस अकाउन्ट चाहिँ डिफ्रेन्ट एन्टिटी हुन्छ, दुईटा फरकलाई राख्नु पर्छ बुझ्यो। ओके, अब यो कसले दिइरहेछ अरे? मलाई स्कुलले दिइरहेछ है। अब ल जस्तै मानौ स्यालेरी पेड आरएस 100 रुपैयाँ, यो चाहिँ मैले पाउने स्यालेरी हो है। मैले पाउने स्यालेरी यति नै हो हैन। मेरो कमाई यति नै हो, मैले स्यालेरी पाउने भनेको यति नै हो है। सो सरी, स्यालेरी भनेको स्यालेरी मात्र भएछ। स्यालेरी पेड आरएस 100 रुपैयाँ हैन। अब तिमीलाई सम्झिराख, स्यालेरी भनेको के हो? स्यालेरी पेड भनिरहेछ हैन। स्यालेरी कसैलाई दिइरहेको अरे? कसले दिएको हो? हामीले दिएको। कसको कम्पनीले दिएको हो? प्रिन्सिपलको ल है। अब मैले दिइरहेछ भनेपछि आफूले दिइरहेछ भने आफ्नो लागि यो के हो? के हो? एक्सपेन्सेस हो, खर्च हो। एक्सपेन्सेसलाई के गर्नु पर्यो हामीले जहिले पनि? एज पर द रुल एक्सपेन्सेस अलवेज गोज अन क्रेडिट साइड, के अरे डेबिट साइड। ठिक छ, ठिक छ। अब स्यालेरीको रूपमा हामीले के दिइरहेछ यहाँ? के दिइरहेछ? क्यास दिइरहेछ। क्यास हो यो है। क्यास त कुनमा जान्छ? यो रियल अकाउन्टमा जान्छ हो। रियलको अनुसार के हो? व्हाट गोज आउटलाई के गर्नुपर्छ हो भन्छ। क्यासलाई चाहिँ के हुन्छ? यो त हामीले स्यालेरी कसैलाई दिएको भने त पैसा दिएपछि आउने त होइन, जान्छ दिएपछि। गएको कुरालाई के गर्नु? क्रेडिट गर्नु। ल ठिक छ। अब हामीले डेबिट पनि भेट्यो, क्रेडिट पनि भेट्यो। अब के गर्नु पर्यो हामीले? स्यालेरी अकाउन्ट डेबिट टु क्यास अकाउन्ट 100 रुपैयाँ हैन। अब लेख्नु पर्यो भने के हुन्छ? बिङ स्यालेरी पेड। त्यस्तो गाह्रो छैन। ओके, अब त्यसको अपोजिट भनेको जस्तै अब कहिले काहीँ के हुन सक्छ? कमिसन रिसिभ भन्यो भने, कमिसन रिसिभ भयो भने कमिसन केमा जान्छ?
क्रेडिटमा जान्छ है, किन कसले पाएको भन्दाखेरि हामीले पाएको होइन, गेन हो नि त होइन, इन्कम अथवा गेन हो, त्यो क्रेडिटमा जाने भयो। के पाएको अब ओके गेन त भइहाल्यो, के पाएको छ भन्दाखेरि कमिसनको रूपमा चाहिँ क्यास पाएको, क्यासलाई चाहिँ केमा गर्नु पर्यो हामीले, डेबिटमा लेख्नु भने चाहिँ क्यास अकाउन्ट डेबिट टु कमिसन। ठिक छ ल, आजलाई यति। भोलि तपाईँहरूसँग क्वेसन छ भने यु क्यान रेज द क्वेसन्स। थ्याङ्क यू।